भोट हाल्न होइन, भोट हाल्न होइन, इतिहास लेख्न तयार हो कि होइन यति मात्र दिन। यसपटक यो देशले एउटा युग कुरेर अवसर पाएको छ। यो अवसर प्राप्त गर्न कुनै पनि मुलुकले एउटा युग पर्खनुपर्छ। हामीले एउटा युग पर्खेर यो अवसर पाएका छौँ। यसलाई परिवर्तन गर्नको निमित्त सबै जनता जाग्नुपर्ने बेलामा आएको छ। सामान्य निर्वाचन होइन, यो सामान्य निर्वाचन होइन। घर घरमा मानिसहरू रोएका थिए। यो देश स्वर्ग जस्तो देश, मान्छे जन्मिएर पढेर हुर्केर झोला बोक्दै हुँदै छोड्ने देश बनाइएको थियो। अब करेक्सन गर्ने हो, अब सुधार गर्ने हो, अब सुरुवात गर्ने हो। त्यस कारणले भोट मात्र होइन, क्रान्ति गर्ने हो। 21 गते क्रान्ति। मैले बारम्बार भन्दै आएको छु, राजनीतिक दलप्रतिको आस्था, राजनीतिक दलप्रतिको विश्वास, नेतालाई जिन्दाबाद मुर्दाबाद, पार्टीलाई जिन्दाबाद मुर्दाबाद भन्दा हामी माथि उठेर यसपटक देश बचाउनु पनि छ, देश बनाउनु पनि छ। बचाउने र बनाउने यो बेलामा सबैजनाले विवेकको प्रयोग गर्नुपर्ने हुन्छ। मानिसहरू भन्छन् नयाँ मान्छेहरू आए, पपुलिस्टहरू आए, यिनीहरू जेलेन्स्की हुन्, यिनीहरूले देश बिगार्छन् भनेर चिन्ता व्यक्त गरेका छन्। लोकतन्त्र नै खतरामा परेको चिन्ता गरेका छन्। लोकतन्त्र खतरामा छैन, किनभने यो देशमा लोकतन्त्र कुनै नेताले पार्टीले जोगाएको होइन, जनताले जोगाएका हुन्। यो शक्ति कुनै पार्टीको व्यक्तिको होइन, यो शक्ति जनताको हो। जहाँ जहाँ जनता जागेका छन् त्यहाँ त्यहाँ विकास, समृद्धि र लोकतन्त्र फस्टाएको छ। यसपटक जनताले भोट मात्र हाल्दैनन्, आफ्ना सन्ततिको भविष्य मतपत्रमा खसाल्नेछन्। 21 गते नोट गरेर राख्नुहोला। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यसपटक हामीले विवेक पुर्याएर 101 उम्मेदवारलाई यहाँ समक्ष ल्याएका छौँ। एउटा अब्बल कानुन व्यवसायी जसले कानुनका धाराहरूमा कहाँ देश विकास हुन सकेन, कहाँ कहाँ अप्ठ्यारो पर्यो, सबै चिन्नु भएको मोहन आचार्य जस्तो व्यक्तिलाई हामीले यसपटक उम्मेदवार ल्याएका छौँ। संविधानका धारा, कानुनका धारा, सम्पूर्ण कुराहरूलाई हेरेर कहाँ कहाँ के गर्नुपर्छ भन्ने कुरा हेर्न सकिएन भने इतिहास गर्न सकिन्न। त्यसैले आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यसपटक तपाईँहरूले एउटा अब्बल उम्मेदवार प्राप्त गर्नुभएको छ। इतिहास रच्ने क्रम यहीँबाट सुरुवात गर्नुपर्नेछ। मलाई विश्वास छ मैले भोट माग्न आएको होइन, भोट माग्न त फेरि आउला, तर यो क्षेत्र भोट हाल्न कतिको तयार रहेछ भनेर एकपटक फेरि हुन आएको। म सबैको आँखामा हेरिरहेको छु।